हेलो एन्ड नमस्ते, वेलकम छ मेरो न्यू डे न्यू ब्लगमा। टक्क लाएर अहिले सेक्रेसीमा आएको छौँ। म र भान्जो, मेरो भान्जो यहाँ छ। हामी के लगाएको भान्जो सेक्रेसीमा भन्दै त? हामी सेक्सनमा नेन्किन नेन्जो सिन्सेस्ताइ नियमको जिउ जाने त नियमको जिउ त्यही होइन। हामी त्यहाँ यहाँ सेक्रेसीमा आएको छौँ, काम सक्यो। त्यही अब के है भान्जो, यहाँ जापानमा त के आउँछ के पैसा तिर्दाको छ भान्जो। कति हो पैसा देखाउँछ? छैन पैसा। भान्जो खाने मजी छ नि बा। नेपालको पैसा हेर नि, नेपालको पैसा खाने मजी छ नि हाम्रो भान्जो यहाँ। जापानको पैसा भए त्यही हो जापानको पैसा होइन। त्यसले के आउँछ भान्जो भनिदेऊ त? 1 रुपियाँले के आउँछ भनिदेऊ त? 1 रुपियाँले 1 रुपियाँले अब 250 गयो भने 110 रुपियाँ, 109 रुपियाँ भयो भने 1 रुपियाँ थ्याप्यो भने एउटा पेन आउँछ। अरू केही आउँदैन। त्यही हो सबै आउँछ। भान्जो के छ खबर? हामी जापान आएको कति भयो भन्नु त? कति पो भयो है? कस्तो छ नि हाम्रो जापानको लाइफ? तिमी जब अप्रिलमा जापान आउनु लाग्यो के सजेसन दिन चाहन्छौ तिमी? आउनु पर्छ गम्मती। अनि काम सामदेखि लिएर कस्तो पाउँछ के पाउँछ? कति नेपालबाट आउँदाखेरि हामीले कति सोच कति चाहिँ बनाएर आउँदाखेरि ठिक होला जस्तो लाग्छ? मेन कुरो ऋण नहुनेलाई मौज छ जापानमा। अब के हामी जस्तो चाहिँ अब एकैचोटि जापान आएपछि त अब 6 महिनामा ऋण तिर्छ भने चाहिँ नआइ नै हुन्छ होइन। हामी पनि त्यही अहिलेसम्म आएको 1 वर्ष भयो, घरमा पैसा पठाएको छैन अहिलेसम्म। त्यही हो।